आज यस 6th बैच को दिने विद्यार्थीहरूको फेयरवेल प्रोग्रामका सभापति हाम्रो प्रिन्सिपल मोचन सर, भाइस प्रिन्सिपल चितदेवी सर, अकाउन्टेन्ट सीता मिस, कोर्डिनेटर सर, रानी सर, त्यसै सम्पूर्ण शिक्षक शिक्षिका तथा मेरो प्यारो छोरी र बाबुहरू, आज हामी हुन इमोसनल डे हो। विदाई भनेको इमोसनल गर्छ, किनभने वर्षौंदेखिको इमोसन हुन्छ। सँगै बसेपछि ठाउँको माया हुन्छ, साथीको माया हुन्छ, सरहरूको माया हुन्छ, त्यो स्वाभाविक हो र यो आफूहरूले अलि इमोसनल बन्नु स्वाभाविक हो। कोही 13 वर्ष पनि भर्खर भाइले सत्यम भाइले भनेर जानुभयो। 13 वर्षदेखि फर्स्ट स्कुल यही नै हो। त्यस्तै कोही 13 वर्ष बितायो होला, कोही 12 वर्ष बितायो होला, यसरी विभिन्न 4 वर्ष बिताएकै छन्, एटलिस्ट 2 इयर्स सबैले बिताएकै छन्। र यो आफूहरूले पढ्ने क्रममा सरहरूले कहिले गाली गर्नुभयो होला, कहिले पिट्नु पनि भयो होला। यो तिमीहरूको लागि नै हो, यो सम्झेर तिमीहरूले जाने। यो होइन कि सरहरूको पिटा प्र्याक्टिकल नम्बर भयो, प्र्याक्टिकलको साथसाथै तिमीहरूले थ्योरी पनि पास गर्नु पर्यो। लाइफमा पनि त्यो इक्जामको दोस्रो दिन बल्ल एउटा अप्सनल म्याथको एउटा क्वेसन बुझेको थिएँ। सरले जति बुझाए पनि बुझे थिएन, तर इक्जाम हुनु दोस्रो दिन चाहिँ भण्डारी सर हुनुहुन्थ्यो, बुझाइसकेपछि म बुझिहालेँ। कहिलेकाहीँ त्यस्तो हुन्छ। त्यसै कारणले आफूहरूले अझै केही क्वेसनहरू बुझ्दैनौँ, समस्या छ भने सरहरूसँग सम्पर्क गर्ने। सरहरूले मलाई आशा छ सरहरू बताउनुहुन्छ, इक्जामको डेटसम्म पनि सरहरू बताउनुहुन्छ। किनभने हाम्रो नेता स्कुल भनेको अलिकति हामी नेता फ्यामिली, त्यो हाम्रो आदर्शै के छ भने हामी पारिवारिक माहौलमा हुन्छौँ। त्यही अनुसार नै हामी 20 वर्षको यात्रा काटिसकेका छौँ र आगामी समय पनि मेरो इच्छा छ कि त्यही पारिवारिक वातावरणमा नै काटौँ। हामी तिमीहरू जति बेला पनि फोन गरेर सोध्न सक्छौ, भेटेर सोध्न सक्छौ, त्यो काम गर्नु एउटा सजेसन। दोस्रो सजेसन के हो भने अब तिमीहरू इक्जाम दिन्छौ,